गाइज वेलकम टु माई धेरै पछिको ब्लग हैन। आज चाहिँ अब रुममा आएर धेरै 2 हप्ता पछिको रुममा आएर बसेर आनन्दले ढुक्काले एउटा गेम खेल्न गइरहेका छौँ। हेलो गाइस, नमस्ते। नमस्ते प्रिया। प्रियाको ब्लगलाई पनि गएर सब्सक्राइब गरिदिनु होला। गर्दिनु होला पक्कै। ल त्यसपछि ल हाम्रो आजको गेम चाहिँ के छ भन्दाखेरि क्वेसन सोध्ने अनि क्वेसन सोधेर जसले एन्सर दिँदैन त्यसले चाहिँ 1 सिप बियर। म त फेरि बियर कहिले पनि खाँदिनँ, अब लाग्नु पो हो कि बेबी। खाँदैन प्लिज है। उसले छुँदा नि छुँदैन, खाँदैन। आज मेरो करले मात्र हो है गाइज। ल सुरु गरौँ, हल्ला नगरिकन छिटो गर्नुपर्छ है। ल कुन फल खाँदा मरिन्छ? राइफल। कुन चरो उठ्न सक्दैन? बनचरो। म सकभर नखाने गाइस, म आएको कुरो फ्याट भनिदिइहाल्छु। कुन बत्ती बाल्न मिल्दैन? बिजुली। बियर खा के अरे दिनको बत्ती क्या बाल्न मिल्छ त? कुन बाटो हिँड्न मिल्दैन? कुन बाटो हिँड्न मिल्दैन? कुन बाटो हिँड्न मिल्दैन? गोरेटो नि हिँड्न मिल्छ। के होला भन्? दुधको बाटो। थुक्क बियर खाँदैछ दुधको। कुन किताब पढ्न मिल्दैन? जुन किताब। ब्याङ्कको किताब, पासबुक। कुन ढोका कहिले बन्द हुँदैन? मूल ढोका होइन, मनको ढोका। खाऊ बेबी, खाऊ बियर। अब मनको ढोका। हे भगवान, मनको ढोका कहिले बन्द हुन्न नि त। कुन चिज देखिन्छ तर छुन सकिँदैन? महसुस। खा अनुभव। के हो भन त? छाया। ए देखिन्छ लाग्यो आज चाहिँ लाग्छ है। कुन चिज बिना खुट्टा दौडिन्छ? कुन चिज बिना खुट्टा दौडिन्छ? बिना खुट्टा के दौडिन्छ? खाऊ अब तिमीले जान्दैन होला, थाहा। खान्छु बरु। समय। थुक्क जिन्दगी। काँटा हुन्छ त त्यसको पनि। अनि बिना खुट्टा होइन त एउटा पनि। त्यस खुट्टा नभइकन भाग्छ नि त। चट चट चट। कुन कुरा लामो भए राम्रो? कपाल। छुट्टी। यो त सामान्य थियो यार। पहिला खा। कुन कुरा बारम्बार गर्न मन लाग्छ? कुन कुरा बारम्बार गर्न मन लाग्छ? कुरा। हाँसो अझै कुरा रे। यता पनि हाम्रो चिप्सहरू नि खाँदैछु। यता सार्दै बिचोबिचबाट भने फेरि म तैँले पढिरहेको हुन्छ, मैले पढिरहेको हुन्छ। कुन चिज सधैँ अगाडि हुन्छ तर कहिले देखिँदैन? समय। खा। के हो? भविष्य। ए खा। समय कहाँ देखिन्छ? समय म देखिन्छ नि है। यहाँको अर्कै छ नि त नि, भविष्य। त्यहाँ भएको जति भन्न त फेरि बाटो बन्न नखोज्न त्यहाँ भन्दा चाहिने भन्दा उता गएर। गाह्रो छ हौ। छिटो भए 5 मिनट भइसक्यो। कुन कुरा नजिक आयो भने डर पनि खुसी पनि? वाट? माया। मिल्यो। मिल्यो यार। कति मिलायौँ? कुन कुरा राति मात्र याद आउँछ? त्यही कुरा होइन। खा।
बिर्सिँदै क्रसको याद आउँछ नि त यस्तो सार्दै गरेँ म सार्दै गर्छु तिमी टेन्सन नगर न कुन कुरा राति बढी एक्टिभ हुन्छ कुन कुरा राति बढी एक्टिभ हुन्छ खारा भन न त गुमा नो नो फोन स्कुल फोन फोन माफ मोबाइल लिएर हामी राति सुत्ने बेला हुन्छ हेर्ने भनेको नि खाऊ लागिसक्यो छ्या अबि लागिसक्यो सधैँ खानु भयो पो कहिले कसो यसरी खायो भने लागिसक्यो बिहा खाने मान्छेहरूलाई त रमाइलो हुनुहुन्छ हामी नखानेलाई त गाह्रो तितो न तितो कलेर जस्तो हुनु गाडी समात्यो नि है घाँटी पखाइ कुन मालमा चढ्न सकिँदैन कुन मालमा हिमालमा मिल्यो गाई खान परेन लागिसक्यो यो तिमीले भइदिइहाल्यो म अर्को हेर्छु ल कुन फल कहिले फुल्दैन कुन फल कुन फुल कहिले फुल्दैन कुन फुल फुल्दैन सबै फुल फुल्छ त खाऊ नत्र खाऊ 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 नाक थुनेर खाऊ त डम्म भइसक्यो एन्सर सुन्यो कागतीको फुल कागजको फुल लागिसक्यो मलाई त कागजको फुल आमा गाइजहरू तितो तितो भयो लास्ट कुन घरमा कोही बस्दैन मुल घरमा खा कुन घरमा एन्सर भन त चिठी घर चिठी क्या लेटर त्यो लेटर बक्स हुँदैन हो त्यसमा नि कहाँमा को बस्छ त चिठी त बस्छ नि न कुन चिज पानीमा जाँदा पनि भिज्दैन छाता भिज्छ नि छाता त किन चाहिँ छाया तेरी कुन कुरा तातो हुँदा मजा आउँछ खानेकुरा खा त यो खाएपछि मजा आउँछ कि आउँदैन खा तितो भयो बेबी खा छिटो खा चिया तातो हुन्छ नि त लागिसक्यो यार झुमु भइसक्यो कुन खेल दुईजनाले खेल्दा रमाइलो हुन्छ ल त कुन खेल भन दुईजना मात्र दुईजना खेल्दा कुन खेल राम्रो हुन्छ भनिदेऊ त चुङ्गी नो लुडो एक्लै खेल्न मजा चारजना खेल्दा मजा हुन्छ खासमा त है लुडो त खाऊ तर छ्या गाइजहरू मलाई त जमुना लाग्यो कुन कुरा सेयर गर्दा मजा आउँछ हाँसोको कुरा मेम मिल्ने बिर्से हुन्छ भनेको अब ल छिटो एउटा लास्ट ल कुन कुरा रातिमा धेरै कुन कुरा युज हुन्छ
खाना पर्यो भन् वाइफाई थुक्क जिन्दगी ल भयो बेबीलाई हस् त धन्यवाद गाइसहरु एउटा बियर खाना लाग्नलाई चाहिँ धन्यवाद धन्यवाद कहिले खाने भए पो अब सधैँ खाने भए पो कहिले काहीँ कस यस्तोले खाइयो अब तिरिमिरी हुन लाग्यो ल धन्यवाद तपाईँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो सो हेरिदिनु भएकोमा बसिदिनु भएकोमा नेक्स्टमा फेरि अर्को नेक्स्ट लिएर आउँछु बाई बाई लाइक कमेन्ट सेयर सब्सक्राइब बाई बाई प्रियाको पनि नाम मेन्सन हुन्छ उहाँलाई पनि गएर यसो गरिदिनु होला बाई बाई रुको जरा सबर करो पनि खान्न अबदेखि साथीहरू हालत के हुँदैछ ए भगवान हिजोको गेमले साथीलाई हालत खराब गरेको अवस्था भयो भयो भयो